बाजे के नाम तपाईँको? रामबहादुर राई। रामबहादुर राई। ए तपाईँको त अनि यो मासु पलाएको रहेछ, कहिलेदेखि यस्तो भएको? बच्चैदेखि? बच्चादेखि सानो थियो जब बढेको हो। ए अनि के भनेर अनि डक्टरकोमा जानुभयो होला, अनि फाल्नु भएको भए हुन्थ्यो होला नि त? गएको 3 पल्ट मलाई गएको। अनि डाक्टरले के भन्यो भने अघि तपाईँलाई भने नि, हजुर डाक्टरले के भन्यो भने म गरिदिन्छु गर्नु त, तर मलाई अब्जेक्सन नहोस्, म गरिदिन्छु, तर गार्जन चाहिन्छ नि तपाईँको। यो नर्सले सबै गेलिसकेछ, रगत थाम्दैन, अप्ठ्यारो पर्छ नि भन्थे। ए अहिले तपाईँ भनेपछि एक्लै बसाइ छ, भतिजे बुहारीले खाना बनाएर दिन्छ? यतै आँगन छ र ए ल तपाईँको त पुरै यस्तो भएको रहेछ वरिपरि। यो उचाल्दा कस्तो देखाउँछ भित्र? ए आँखा पनि, आँखा त बिग्रिसकेछ भित्र, हेर्न पाएन नि त यसले थिचेको होइन? बिग्रिसक्यो। यस्तो गरौँ पो रहेछ त यो त। आधी किलोदेखि बेसी त त्यही त हैजहरू पलाएर यस्तो भएको रहेछ। ल बाजेको यहाँ चतारामा बराहा क्षेत्रमा एकजना हुनुहुन्छ, बाजेको अब यस्तो पलाएको रहेछ मासु। अब हिँड्न सुत्दा बस्दा अनि अप्ठ्यारो हुँदैन बाजे तपाईँलाई? मलाई अब तपाईँको बानी भइसक्यो, मलाई अप्ठ्यारो चाहिँ हुँदैन। अरू तपाईँहरूको अनि देख्नेले चाहिँ कस्तो छ भने अप्ठ्यारो छ होला भन्ने हुन्छ, तर मलाई चाहिँ बानी भइसकेपछि अप्ठ्यारो छैन। कति वर्ष हुनुभयो बाजे तपाईँ? 3 साल हो। 3 साल भनेको 79 वर्ष हो नि। जन्मिनु भएको कहाँ? यता भोजपुर कि? होइन, कामरा हो, धनकुटा जिल्ला पर्छ। धनकुटा जिल्ला। यत्रो मासु पलाएर चाहिँ धेरै वर्ष भइसक्यो। यो दुख्ने पोल्ने चाहिँ गर्दैन बाजे तपाईँको? जति गला गिली पोले पनि दुख्दैन, जे गरे पनि दुख्दैन। गडाङडुङ पनि गर्दैछ। तपाईँ भनेपछि यहीँ बस्नुहुन्छ नि त बाजे? यहीँ बस्छु। एउटा आँखा त मजाले देख्नुहुन्छ नि? एउटा चाहिँ मजाले देख्छु। अरू डरै अब के हुनु, काम गर्न सक्दिनँ। जङ्गल दाउरा काट्नु जाँदा पनि छोरा बुहारीले नजा जङ्गल मर्छौँ, घुसेर मऱ्यो भने कहाँ हामी खोज्नु जानु भन्यो। हामीले भात पकाएर दिन्छौँ। होइन, ठिकै हो, माया गर्नु हुँदो रहेछ छोरा बुहारी भतिजे बुहारीले, राम्रो कुरा हो। उहाँहरू पनि अब कमाउनु पर्यो, खानु पर्यो। अब तपाईँलाई दुःख नदिउँ भन्ने नै रहेछ सोचाइ चाहिँ, होइन त? राम्रो छ। तपाईँलाई अनि सरकारले दिने भत्ता त दिइरहेको छ होइन त? वृद्ध भत्ता त टाइममा दिएको छ नि त? दिएको छ। ए ल बाजे, ल ठिकै छ। तपाईँको यो भिडियोमा 3 महिनाको 12,000 दिन्छन्। हजुर, यसपालिदेखि 5,000 बढेको छ। हुन्छ। तपाईँको भिडियो म यो यसो फेसबुकमा हालिदिन्छु ल। हुन्छ। कसैले यसो सहयोग गर्यो भने अब तपाईँलाई म ल्याइदिन्छु अर्कोचोटि आउँदा ल। तपाईँलाई उयो पल्लो डाँडामा भेट्छ होइन त? हजुर, पल्लो डाँडामा भेट्छ। ए हुन्छ। तपाईँलाई यो हेर्ने मान्छेलाई के भन्नुहुन्छ त? तपाईँलाई हेरिरहनुहुन्छ, तपाईँहरूलाई हेर्ने भिडियो हेर्नुहुन्छ नि तपाईँको? हजुर। मेरो त बच्चैदेखि यस्तै हो, नानी हो, अलिक ख्याल गर्नु, बेलैमा काटेर फाल्नु भन्नुहुन्छ होइन? कसैलाई आयो यस्तो भने, देखियो भने बेलैमा उपचार गर्यो भने त निको हुन्छ नि त यो त। हुन्छ बाजे, ल।